ल साथीहरु आज म हजुरहरुलाई चाहिँ फटाफट अनलाइन बजारको तर्फबाट चाहिँ यो K2 मोडलको ड्रोन क्यामेरा कसरी उडाउने चाहिँ मैले यो सिकाउँदै छु है त। चाहिँ यसमा आएको विभिन्न सामानहरु हो भने जस्तो यो चाहिँ तपाईको लेगाडहरु हो है, यो चाहिँ लेगाडहरु भयो हैन, यो चाहिँ फुल लेगाडहरु भयो भने तपाईको चाहिँ अब तपाईको चाहिँ यो यसलाई चाहिँ के रे यो चाहिँ एक्स्ट्रा विङ्सहरु भयो, यो चाहिँ के रे स्क्रू ड्राइभर भयो, यो चाहिँ डाटा केबल भयो हैन है, यो सबै चीजहरु छ। र यहाँ चाहिँ एउटै यो चाहिँ म्यानुअल बुक पनि भयो है। ल है त अब यो चाहिँ ड्रोन क्यामेरा भइहाल्यो हैन। यसमा चाहिँ यो टाइपबाट सर लाएर है यसलाई चाहिँ पहिला यो लेभलबाट तयार पार्ने, अनि यसमा सुरुमा ब्याट्री हालेको हुँदैन र हेर्न सक्नुहुन्छ के रे ब्याट्री हानेर हुन्छ हैन। यो ब्याट्रीलाई चाहिँ यो टाइपबाट यसरी चाहिँ हाल्ने हो हैन है। अनि यो एउटा क्यामेरा हो भने यो अर्को क्यामेरा हो है, क्यामेरा एचडी मा हुन्छ। यो चाहिँ सेन्सर, यो ब्रसलेस मोटर हो है। अनि त्यसपछि यसलाई चाहिँ सबैभन्दा पहिला यो टाइप्सको बाटो यसरी हाल्नु पर्छ है। हेर्नुस् है साथीहरु, यो हुन्छ हैन, यो चारवटा हुन्छ र यसलाई चाहिँ यो टाइप्सबाट के टक्क लाएर यो टाइप्सबाट यसरी हाल्ने हो यसलाई है। यसलाई यस्तो गर्ने अनि मजाले चाहिँ यसलाई यो टाइप्सबाट हाल्ने है। यो टाइपबाट यसरी हाल्ने। यसरी चाहिँ यसलाई फिटिङ गर्ने हो है। यसलाई चाहिँ यस्तो दामी तरिकाले फिटिङ हुन्छ यो है। अनि त्यसपछि यो चाहिँ यो हालिसके पछाडि चाहिँ हजुरहरुको डबल सेफ्टी भयो क्या, वान सेफ्टी होइन कि डबल सेफ्टी भयो हैन। यसको लागि चाहिँ यो टाइपबाट यसरी जानु पर्यो है। अब यो चाहिँ एक्स्ट्रा ब्याट्री आउँछ यसमा हैन है। र यो चाहिँ एउटा के भयो त, यो चाहिँ एउटा रिमोट भयो है। यो रिमोट चाहिँ रिचार्जेबल हो हैन। यसमा चाहिँ ब्याट्री अटोमेटिक हुन्छ र यसमा चाहिँ हेड हानेर अन गर्ने। र ड्रोन क्यामेरा चलाउनु भन्दा सबैभन्दा पहिला है सबैले जान्नुपर्ने कुरा, सबैभन्दा पहिला ड्रोनको हेड यहाँनिर एउटा के रे अन अफ वाला हुन्छ हैन। यसलाई चाहिँ अन गर्ने यसरी है, अन भयो नि हैन। अन भइसके पछाडि अनि त्यस पछाडि सबैभन्दा पहिला